नमस्ते, मेरो नाम स्निग्धा मुखिया हो अनि म ग्रेड 9 मा पढ्छु अनि आज म तपाईहरुलाई मेरो डेली अब मेरो डेली रुटिन के हो भनेर तपाईलाई सुनाउँछु हस्। अब म सुरुमा बिहान 5 बजे उठ्छु 5 बजे उठ्दाखेरि मेरो घरमा कोही उठ्नु भएको हुँदैन हैन। अनि म यसो अब एक्सर्साइज गर्नु जगिङ जान्छु रेडी सेडी भएर 5 बजेतिर अनि फेरि 6:30 तिर आउँदाखेरि मम्मीहरु पनि फेरि उठ्नु भएको हुँदैन अनि त्यहाँदेखि म चिया बनाइदिन्छु। अनि मम्मीहरु उठ्नु भएकै हुँदैन अनि म मम्मीहरुले चिया बनाएर उठ्नु भन्छु अनि बल्ल उठ्नु हुन्छ मम्मीहरु। अनि पापा चाहिँ अलरेडी म भन्दा छिटो उठेर ब्याडमिन्टन खेलिराख्नु भएको अनि मम्मी चाहिँ अलिक गाई हुन्छ अनि त्यही भएर अल्छी हुनुहुन्छ त्यही भएर यत्रो पेट लागिसक्यो मम्मीको अल्छी भएर पेट लाग्छ अनि भन्न अझै के छ भन्न उफ नहाँसु न मै हाँसे मै पो हाँसेछु मै ढाट्ने मै हाँस्ने कस्तो डाँटेको मेरो नाम म सुनाउँदैछु रुटिनहरु के गर्छु म डेली हेर्नुहोस् गाइस एनिवेज गाइस म कन्टिन्यू गर्छु हैन। अनि बयहरु त झन् 9:30 तिर मात्रै उठेर आँखा मिच्दै स्कुल पुग्छ हैन छुट्टीतिर भनेको म त छुट्टी बेला 5 बजे उठेर जान्छु नि त। अनि बयहरु चाहिँ अलिक घरको सानो छोरी भएर अलिक धेरै उयो छ क्या जे अनि जे भए नि म उठेर म चिया बनाइदिन्छु अनि मम्मी बल्ल बनाएको मिस्दै चिया पिउनु त्यही भएर गाइस मेरो पेट यत्रो ठुलो भएको छ। हाँस्नु चाहिँ किन यति साह्रो सो गाइस हैन त्यो अलिक डिस्टर्ब भयो त्यहाँ अनि मम्मी चियाहरूसँग पिसकेर म खाना बनाउनुतिर लाग्छु नि त भन्नु नकिन अनि खाना पकाउनु लाग्छ अनि घरि पापाले मासु ल्याउनुहुन्छ नि त अनि यस्तो मिठो मासु बनाउँछु सबैजनाले आफ्नो हात चाट्दै बस्नुहुन्छ अनि केही काम गर्दैन चाटेकै हुन्छ। त्यही हो गाइस थ्याङ्क यू सो मच फर वाचिङ। म कस्तो राम्रो मान्छे छु है मम्मी